सेवा नमस्कार सबैजनालाई। म महल थामी। आज भने मैले हामी थामी जातिको जन्म संस्कारको बारेमा यहाँहरूलाई यही भिडियो मार्फत अलिकति जानकारी दिन चाहे। हामी थामी जातिको जन्म संस्कार चाहिँ कस्तो हुन्छ भन्दाखेरि, जब हाम्रो जातिमा कोही पनि जन्मिनुहुन्छ, जन्मिनु साथ हामीले यदि छोरो जन्म्यो भने हामीले छोरोको 7 दिनमा न्वारान गर्छौं, छोरी मान्छेको चाहिँ 5 दिनमा गर्छौं। यो न्वारान चाहिँ कसले गर्छ भन्दाखेरि, जो हाम्रो घरको कुल पूजा बुझाउने हाम्रो गुरुआपा थामी गुरुआपाहरू हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ यो न्वारान चाहिँ। सुरुमा चाहिँ हाम्रो जन्मिन साथ हाम्रो कुराको पाङ्कु भन्ने हुन्छ। यो कुरा भनेको चाहिँ एउटा प्रकृतिले दिएको, हामी थामी समुदायले मानेको एउटा शुद्ध खाले जडीबुटी हो। यो जडीबुटीको पानी चाहिँ छर्ने चलन छ जन्मिन साथ। त्यो छरिसकेपछि अनि केटी मान्छे हो भने अघि नै भने 5 दिन, केटा मान्छे हो भने 7 दिनमा गुरुआपाले न्वारान गर्नुहुन्छ। अनि न्वारान गरिसकेपछि उहाँले त्यही दिन नयाँ मान्छेको नाम पनि राख्नुहुन्छ। नाम चाहिँ कसरी राख्नुहुन्छ भन्दाखेरि, नाम चाहिँ जन्मेको बार हेरेर, जन्मेको समय अनुसारको समय हेरेर अनि जन्मेको दिशा हेरेर गुरुआपाले त्यसैलाई नै मूल्याङ्कनको आधारमा नाम राख्ने चलन छ। र कहिलेकाहीँ चाहिँ समय कस्तो भइदिन्छ भन्दा परिस्थिति, जुन घरमा जन्मनु पनि हुन्छ, जुन घरमा मृत्यु पनि भएको अवस्था छ भने चाहिँ पहिलो प्राथमिक चाहिँ हामी चाहिँ सुथो भन्छौँ। जुठो र सुथो भन्ने चलन छ। सुथो जन्मेकोलाई चाहिँ सुथो भन्दो रहेछ। सुथोलाई चाहिँ प्राथमिकता दिन्छौँ। यदि मरण पनि त्यही घरमा, अब जन्म पनि त्यही घरमा भएको छ भन्दाखेरि चाहिँ पहिला जन्मेको मान्छेलाई प्राथमिकता दिन्छ। मरेको मान्छेलाई चाहिँ गुन्द्रिक या मान्द्रोले चाहिँ छोपेर राखेर न्वारान गरिसक्छ। त्यहाँदेखि मात्रै फेरि त्यो मृत्यु भएको मान्छेको चाहिँ लास चलाउने या जलाउने त्यो खालको हाम्रो संस्कार छ। र यस्तै मैले जानेको, मैले बुझेको केही चिजहरू चाहिँ मैले यहाँ नयाँ पुस्ता भाइ बहिनीहरूलाई कतिपयलाई थाहा नहुन सक्छ। यही सानो भिडियो मार्फत पनि यहाँहरूलाई यो कुरो थाहा होस् भनेर नै मेरो उद्देश्य त्यही नै हो। त्यसैले नै मैले यो सानो भिडियो बनाउँदैछु। सुनिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। अझै मैले अरू विवाह संस्कार, मृत्यु संस्कार, अन्य चिजहरू पनि मैले अर्को भिडियो मार्फत यहाँहरूमा फेरि उपस्थित हुन्छु। धन्यवाद सुनिदिएकोमा। सेवा नमस्ते।